हेलो साथीहरू, स्वागत छ मेरो ब्लगमा लाइफ विथ शर्मिला। र लाइफ विथ शर्मिलामा आज शर्मिला केसीले मासु बनाउने तरिका सिकाउँदैछिन् भनौँ कि सिक्दैछिन् भनौँ होइन। मासु बनाउनु त सबैजनालाई आउँछ होइन, तर म कुन स्टाइलले मासु बनाउँछु भनेर देखाउन गइरहेकी छु। ल म कस्तो गरेर मासु बनाउँछु हेर्दै गरेर साथ दिनु होला है त। तेल राखेँ, तेलमा तेजपत्ता राखेँ, तेजपत्तामा फेरि मेथी राखेँ, मेथी राखिसकेपछि एकछिन कालो कालो मेथीलाई कालो कालो हुन दिन्छु, नभए भने मुखमा आउँछ। अनि जिरा राख्छु, जिरा राखिसकेपछि मासु राख्छु, मासुलाई अनि जताकतै यस्तो गरेर चलाइदिन्छु। पनियोले चलाइसकेपछि मासु अलि ठुलो ठुलो पिस गराइदिएछ मासु पसलेर। एकछिनपछि म फेरि अलि धेरै पाकिसकेपछि सानो सानो गराउँछु। नुन मैले पहिले नै राख्छु, किनकि नुन मासुको भित्रभित्र लागोस् भनेर। पछि लागेपछि फेरि ग्रेभीमा मात्र लाग्छ, मासुमा लाग्दैन, त्यही भएर। अनि मैले अब प्याज उता मासु रातो हुनु जेल पाकिरहेको छ, मैले यता प्याजहरू काटकुट गर्ने सामानहरू काट्छु। अनि साथीहरू लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला है त। अनि त्यसपछि प्याजहरू काट्दा मेरो आँसु आउने भएर म आरामले काट्छु, किनकि प्याजले मलाई रुवाउँछ, जहिले खुसी हुँदा दुखी देख्न चाहन्छ प्याजले फेरि मलाई। अनि त्यसपछि प्याज राखिदिन्छु। मासु यतिको रातो भइसकेपछि मैले प्याज राखिदिन्छु। प्याजलाई पनि अब त्यो तेलमा मासुसँगै एकछिन रातो हुने गरेर पाक्न दिन्छु। त्यो प्याज पाक्नसम्म मैले यता अदुवा र लसुनको पेस्ट गराइदिन्छु, मसिनो गरेर पिस्छु। अनि त्यसपछि त्यो पिसिसकेपछि प्याज लसुन मासु सबैलाई एकैचोटि रातो हुने गरेर पाक्न दिन्छु। अनि पाक्न दिइसकेपछि अब यत्रो ग्याप भएछ कि अनि के भन्ने भयो मलाई। अनि त्यसपछि यसरी राखेर चलाइदिन्छु। चलाइसकेपछि यता मासु त्यो रातो हुनुसम्म पाक्दै गर्छ। म यता फेरि भएका भाँडासाँडा माझ्दै गर्छु, किन बस्ने उता त्यो पाक्नसम्म भनेर माझ्दै गर्छु। अनि त्यसपछि त्यो गरिसकेपछि टमाटर काट्दै गर्छु। टमाटर पनि काट्छु। टमाटर अलि धेरै नै राख्छु मैले, किनकि अलिक ग्रेभी जस्तो होस् भनेर 2वटा टमाटर राखेँ, अलि ठुलै दाना। अनि त्यसपछि मिट मसला, चिकन मसला, बेसार राखेपछि मासु यस्तो कलरको देखियो, अझ राम्रो खाउँ जस्तो भइसकेको छ। तर म माइली बुहारी जस्तो गर्दैन, हुनलाई माइली बुहारी हो, तर माइली बुहारी जस्तो चाहिँ गर्दैन। मैले खाना पकाउने बेलामा कहिले पनि चाख्दैन कस्तो छ भनेर। अनि त्यतिको भइसकेपछि मैले टमाटर राख्छु। टमाटर राखेर मजाले यसलाई सानो ग्यास गराएर अनि त्यसपछि यसलाई छोपेर एकछिन टमाटर मस्त गल्ने गरेर राखिदिन्छु। त्यसपछि टमाटर गलेर यतिको देख्छ हेर्नु साथीहरू। देखिसकेपछि कस्तो देख्यो भनेर हेरेको, यतिको देख्यो, राम्रो देख्यो होइन। एकछिन चलाउँछु, जताकतै मरमसला लाग्यो कि नै भनेर हेर्छु। त्यसपछि लास्टमा धनियाँ राखेर ग्यास अलिअलि यताउता चलाएर ग्यास अफ बनाउँदैछ। यस्तो मिठो मुला कचार छ कि यो त हामीले खाँदा पनि चाहिँ कस्तो मिर्सी जस्तो कि फेरि नानी जानेको यस्तो रहेछ है। अब त थाहा भएन है, यस्तो बनाउँदैछ कि ल्याउँछ त्यहाँ गाइज ल्याउँछ। माइ गड, काट्न पनि जाने रहेछ कि ऊ। हाम्रो कति भयो कि हाम्रो 1 वर्षलाई त ठ्याक्कै हुन्छ। के बनाउँदैछौ? मासु बनाएको आएको तिमी आफै बनायो त? आफै बनाएको हो नि। कति मिठो बा नि, यसो मिठो त कति राम्रो हेर्दै खाउँ सधैँ यस्तै बनाउँछु। म त यस्तै बनाउँछु। तपाईँलाई यस्तो मासु मिठो हुन्छ कि हुँदैन? एकदम ओके। म त हो भन्दा यस्तो चट्टा खाने। दाल छ नि होइन र? दाल छ। ओ हामी त्यति खान्छ ल। थोरै तरकारी पनि छ। ल तरकारी, घिउ घिउ पनि हो? ल बधाई छ। के ल्याऊ यहाँ? यो मा ल
नानीले माम लिएर आएछ हामी दुई त यति खान्छ हामीले दुई किलो खान्छ साथीहरू ल साथीहरू हामी यस्तो बनाएर अब खाना लाग्यौँ। त्यो मैले घिउ राखेँ, घिउ तताएर अनि बाबाले के भन्नुभएको छ अनि म हाँसेको हो, क्यामेराम्यान बाबा हो त्यस्तो भन्नुहुन्छ, के भन्नुहुन्छ हँसाउनुहुन्छ अनि त्यही भएर हाँस्छु म फेरि। अनि खाना रेडी भयो, अब हामी खान्छौँ। तपाईँहरू पनि यस्तै मिठो बनाएर खानु होला अनि मिठो भएको छ भन्ने कमेन्ट गर्नु होला है त साथीहरू। अनि त्यो अब मैले मुला राख्छु, मुला अलिकति त्यो मुलाको अचार बनाउनलाई काटेको मुला अब खानासँग पनि